नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, नेपालमा प्रजातन्त्रको मिरमिरे बिहानी उदय भएको फागुन 7 गतेको नमस्कार सम्पूर्णमा। आज म छुट्टै विषयलाई लिएर विचारहरू राख्न गइरहेको छु। आजको हट न्युज छ हैन, तर यो हट न्युज बन्न चाहिँ अब सुरुवात भएको चाहिँ तपाईँको फागुन 7 गतेको प्रजातन्त्र दिवसदेखि हो। जुन दिन प्रजातन्त्र दिवसको दिन हाम्रो पूर्व राजा ज्ञानेन्द्र शाहले बोल्नु भएको थियो, अब मेरो आउने बेला भएको छ। अब समय आयो राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। भनेपछि चाहिँ देश चाहिँ एकदम तरङ्गित भएको छ र जुन अहिले हट न्युज बनिरहेछ नेपालमा हैन, हिजो जुन दिनभरि नेपालमा नारा जुलुस शक्ति प्रदर्शनहरू भयो नि, त्यो देखेर चाहिँ साँच्चै नै राजावादीहरू तातिएको हो त र नेपालको राजनीतिले मान्छेहरूलाई वाक्क दिक्क भएको हो त भन्ने एउटा फिल पनि मलाई आयो क्या। किनभने त्यो जुन एउटा हुल थियो नि आज शक्ति प्रदर्शनको, त्यो हुल 2062-63 पनि त्यसरी नै हुल सुरुवात भएको हो कि राजालाई फाल्नलाई हैन। त्यही भएर जनताले चाह्यो भने नहुने कुरा त केही पनि छैन, केही असम्भव छैन। किनभने उदाहरणको लागि हेर्नुहोस्, 240 वर्षसम्म राज्य सत्तामा बसेर शासन गरेको राजतन्त्रलाई तपाईँको 2062-63 को आन्दोलनमा हामी तपाईँ जस्तो आम नेपाली जनता मिलेर नै फालेको होइन र। अनि अहिले पनि हेर्दाखेरि जुन आज जनताको जनलहर देख्यो नि, बाइक र्याली, यो नारायणी राजदरबार अगाडिको दृश्य हो। अनि त्यो हेर्दाखेरि र अस्ति राजाले जुन फागुन 7 गते दिनुभएको वक्तव्यको अनुसार हाम्रो पूर्व राजा ज्ञानेन्द्र शाहले, त्यो र आजको देख्दाखेरि चाहिँ झन्डै मेल खाएको हो कि जस्तो पनि मलाई फिल भयो क्या। अब म चाहिँ एउटा व्यक्तिगत विचारहरू राखेको हो होइन। जुन मैले मेरो व्यक्तिगत विचार चाहिँ कस्तो भने, सम्भव पनि छ है राजा आउनलाई होइन, यदि जनताले चाह्यो भने। किनभने जनताले चाहेर नै गणतन्त्र ल्याएको हो, राजतन्त्र फालेको हो होइन। यो सबैलाई अवगतै छ 2062-63 पश्चातको होइन। र त्यति बेला पनि जनता नै तातिएर राजा फालेको होइन। राजादेखि वाक्क दिक्क भएर अहिले राजनीतिक दलहरूदेखि पनि त जनता सबै नै खुसी छन् भन्ने मलाई लाग्दैन होइन। तर अहिले जुन गणतन्त्रमा भइरहेको कुराहरू जुन छन्, एउटा नीतिहरू चाहिँ त्यो बेलाभन्दा फरकै हो, विधानहरू नै फरक छ होइन। अब राजा हुँदाखेरि चाहिँ बोल्न नपाउने भन्ने एउटा थियो होइन। अहिले गणतन्त्रमा चाहिँ स्वतन्त्र रूपमा आफ्नो कुराहरू राख्न पायो, त्यो अधिकार हामी सबै नेपालीमा छ होइन। त्यो हिसाबले चाहिँ जुन राजाले चाहिँ अलिकति जुन एउटा बोल्ने कुराहरूमा चाहिँ बन्देज लगाएको थियो होइन। पहिलेको जुन राज संस्थाले चाहिँ राजाले बोलेपछि अरूले बोल्नु नपाउने कुराहरू थियो होइन। त्यो गणतन्त्र राजतन्त्रलाई दाजेर हेर्दाखेरि चाहिँ गणतन्त्र ठिक, तर गणतन्त्रमा चाहिँ नेपालको राजनीतिक अस्थिरता चाहिँ एकदमै अस्तव्यस्त नै छ। कुनैले पनि राम्रो देशप्रति राम्रो काम गरेको छैन भनेर नै विरोध छ। बाँकी पार्टीको कार्यकर्ता बाहेकले त यो कुरा गरि नै रहेछ। म एउटा कुनै पार्टीमा आबद्ध छुइनँ, त्यही भएर मैले स्वतन्त्र रूपमा मेरो कुरा राखिराख्दाखेरि त्यो फिल भएको होइन। सो नेपालमा राजनीतिक अस्थिरता चाहिँ चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्छ, होइन भने राजा आउन चाहिँ बेर छैन जस्तो मलाई लाग्यो। आजको हिजोको जुन एउटा हुलदङ्गाहरू देख्यो नि, हिजोको नेपालमा यो सिंहदरबार
स्थित गएर ल है त राजा आउँदैछ है बाटो खाली गर्नुहोस् भनेर एउटा हुल थियो नि, एउटा शक्ति प्रदर्शन थियो नि। त्यो हेर्दाखेरि चाहिँ हुन्न राजा आउँदैन भन्न चाहिँ सकिँदैन। त्यो चाहिँ मेरो विचार हो आजको। तपाईँहरूलाई कस्तो लाग्छ तपाईँहरूले पनि कमेन्ट मार्फत भन्नुहोला। जय देश। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।